बाँदर जस्तो खान अलि हो त्यसरी हो यो खान नहुने मान्छे हो कि ओ माय गॉड मेरो हात चाहिँ माटो माटो छ यस्तो कालो अघि बारीमा साग उखालेको त्यही छैन तर नि ऐँसीहरू टिपेर खान्छु फाइनल्ली यहाँनिर ऐँसीहरू टिप्न सफल भयो गाइज ल आजको खाजा हाम्रै हो एउटा बान्दर मुखे उहाँ टिपेर खाँदैछ हो यहाँबाट चाहिँ माथि जानु सकिँदैन जस्तो लाग्यो मलाई ओहो ऐँसीले त कति टिप्यो यसले त देखा न हेरौँ गम्मै खान्छस् कसरी देखा त वाउ ऊ खायो गम्मै खायो म नि गम्मै खाने धोको थियो टिप्नै सकेन यहाँनिरको यहाँनिर कुनामा चाहिँ भुइँमा छ ऐँसीले त भुइँमा छ नि के गर्नु र तलबाट माथि जान सकेन रुखमा नि हुने मैले यहाँ रोपेको थिएँ त टिपेस् नि चराको आहार हो यो चरा नै बनिदिउँ न एकछिन लागि पुरा खाउन्जेल गम्मै खान्छ गम्मै गम्मै अलि धेरै म यहाँ तलबाट यसरी सुतेर ऐँसीले तान यसरी सुतेर कान्लामा यहाँनिर पनि छन् कि ओहो एक लटको चाहिँ हामीले खाइसक्यौँ अब तपाईँहरू भिडियो हेर्नेहरूले अर्को लटको खाने भए आउनु म लोकेसन सेयर गरिदिन्छु कर्णाले ताने त हो कम्मै खाने गरी बना भनेको यति त भयो ला झऱ्यो त्यही पनि एकैचोटि ए मेरो यो ला झरो हामी पहिल्यैदेखि काँडामा हुर्केको मान्छेलाई यो काँडाको त टुप्पा टुप्पा हिँडिन्छ दियो दियो आमा आमा लु धन्यवाद धन्य छ ओ माय गॉड ल हेर्नुहोस् त ऐसे लुच ओहो त्यो त पुरै उसमा गइहाल्यो नि स्टोरमै गयो नि ऐँसेलु है साथीहरू ऐँसेलु धन्न दियो टिपेर छि किरानी रहेछ ऐँसेलुमा टेडुला गरिन्छ ऐँसेलु टिप्नेलाई ढेडुमा गरिन्छ कहाँ गएछ नि त मान्छे यहाँ चाहिँ टिप्दै खा एकचोटि गम्मै खाने दिए अझ फेरि किरा हो क्या हो खाने ऐँसेलु त हो नि कसैले खाँदो रहेछ फेरि यत्रो बस्ती छ बस्ती भएको ठाउँमा नि खाँदो रहेछन् खै